सम्पूर्णमा हार्दिक स्वागत गर्न चाहन्छु। अहिले विश्व बजारमा नेपाली धर्म संस्कृतिहरूलाई प्रवर्धन गर्ने कार्य बलिउड चलचित्रले गरिरहेको छ। अहिलेसम्मकै महँगो चलचित्र भनेर घोषणा गरिएको रामायणको ट्रेलर आइसकेको छ। कथा हामी सबैले सुनेको, हेरेको र बुझेको हो। फेरि पनि निर्माताले 400 करोड खर्च गरेर जुन चलचित्र 2 पार्टमा बनाएको छ, यसले पक्कै पनि हामी जस्ता हिन्दू मान्नेका लागि एउटा खुसीको खबर हो। चलचित्रमा महँगो बनाउन अहिलेका सुपरस्टारहरू अनुबन्ध गरेको छ, जसले चलचित्रको बजेट बढेको छ र यस बारेमा हामी खुसी हुनु पर्दछ। चल्तीका कलाकारहरू जसले रामायण जस्तो माइथोलोजिकल चलचित्रहरूमा स्टोरीमा आफू अभिनय गर्न सहमत भए र मेकरको उद्देश्य पनि महँगा स्टारहरू दिएर नाफा कमाउने देखिएको छ। चलचित्र व्यापारिक दृष्टिकोणले पनि सोच्नु पर्ने हुन्छ, जसका लागि निर्माताले महँगा कलाकारहरू अनुबन्ध गरेको छ र प्रेजेन्टेसन ट्रेलरमा हेर्दा अत्यन्त भव्य राम्रो बनेको छ महसुस गरेको छौँ। प्रभासले पनि रामायण चलचित्र अभिनय गरेका थिए, तर त्यसको कमजोर पटकथा, लेखन र प्रस्तुतिले गर्दा वर्षकै डिजास्टर चलचित्र बनेको थियो र अहिले सबैभन्दा महँगो चलचित्र रामायण जुन मेकिङ भएको छ, यसले विश्वका हजारौँ हिन्दू धर्म मान्ने र नमान्नेहरूका लागि पनि एउटा कस्तो चलचित्र बनेको छ, कस्तो मेकिङ बनेको छ, कस्तो स्क्रिप्ट बनेको छ र यस्ता ठुल्ठुला स्टारहरूले राम, भरत, हनुमानको क्यारेक्टर, रावणको क्यारेक्टरलाई कसरी जस्टिफाई गरेको छ भन्ने कौतूहलता पनि जागेको छ, जसका लागि चलचित्र अवश्य पनि चल्नेछ। शुभकामना छ मेरो।